भन्नु भन्यो तपाईलाई मान्छेहरुले के सोच्छ भन्नु त त्यसरी देख्यो भने लाइभमा दिदी भन्नु त ल सोच्छ के भन्छ आफ्नो पेज त आफैले गर्ने हो त यस्तो टिकटकमा त्यस्तो भिडियोहरु हाल्ने हैन नि त भन्नु त फ्यामिलीको पर्सनल कुराहरु त आफ्नो फ्यामिलीमा राख्ने हो के यस्तो दुनियालाई देखाउने हैन के तपाई राम्रो हुनु भएको भए त ल त्यस्तो हाल्नु हुन्थेन होला नि त अनि दुनियाले जे पाए त्यही भन्या ल भन्नु तपाईको बारेमा कस्तो के भन्या तपाईको छोरीले तपाईको ज्वाइँले देखाएर के भन्ला ल भन्नु त मेरो छोराले हेरे मेरो छोरीले हेरे सबैले हेरेको छ म आफ्नो ठाउँमा छु मैले आफ्नो ठाउँमा बसेर दुःख गरेर तिनलाई पोल पासन गर्दा पनि मैले पाउँदिन भने त्यस्तोलाई भन्न तपाई गलत हुनुहुन्छ के तपाई गलत हुनुहुन्छ यस्तो फ्याक यस्तो आइडियाहरुमा हाल्ने नै हैन नि त त्यसरी मलाई रिस उठ्यो मैले हालेको हामीले हैन तपाईको बुढाले देखेकै हैन त त्यस्तो हालेर तपाईको बुढाले देखेछ ल भन्नु त देखेर पनि आइसक्यो तपाईको बुढा त यही बाख्रा चराएर हिँड्छ घरमा स्याहार गरेर आमालाई स्याहार गर्ने भात तरकारी पकाएर दिने गर्नुहुन्छ त अनि तपाईले त्यो भन्नु पर्सनल कुराहरु त तपाई यत्रो नाता नातिनी भइसकेको बजाइले त पर्सनल कुराहरु आफ्नो उसमा राख्ने हो के त्यो पर्सनल प्राइभेटमा राख्ने यसरी दुनियालाई उस गरेर देखाएर हुनेवाला केही हैन दिदी उले जे पनि भन्न हुँदाखेरि मैले चाहिँ भन्न नपाउँछु तपाईले भन्नु न तपाईको बुढालाई ल भन्नु त्यो उसमा भन्नु तपाईको घरको फ्यामिली दुनियालाई देखाएर ल अहिले तपाईलाई कति मान्छेहरुले कति के भन्या ल भन्नु त के भन्नु एउटा गाउँघरको दिदी देखेर भनेर सम्झाएको हो कस्तो अचम्म लागेको तपाईलाई देख्दा म अचम्म लागे शोकमा गएमा भनेपछि तपाईको फ्यामिलीहरु तपाईको छोराछोरीहरु के हो फ्यामिलीमा बसेर छोराछोरीलाई सबैसँग सल्लाह गर्ने हो कि यस्तो कुरा भनेको यस्तो लाइभमै रन्डीको छोरा राडीको छोरा यस्तो यस्तो भनेर तपाईलाई कसैले राम्रो भन्छ ल भन्नु त म मेरो रियल लाइफमा आइडीबाट आएको छु रन्डीको फ्यान बनाएर आएको हैन तपाईले मैले पनि त्यस्तो भनेको ठ्याक्कै मैले लाइभमा देखेको भएर म बसेको म त तपाई त यहीँको दिदी हो नि त मैले चिन्छु नि त म त पहिला चिनेको थिएन त्यस्तो गर्नु हुँदैन कि आफ्नो पर्सनल कुरा भनेको पर्सनल उसमा राख्नुपर्छ तपाईले दुनियाले देखाएर न तपाईको कारण के छ ल भन न तिमीले मेरो मर्का बुझी छौ मर्का भनेको यसरी यहाँ यस्तोमा दुनियालाई देखाएर बुझ्ने हैन के दिदी बुझ्ने हैन लास्ट हुनु भएको रहेछ गएर खतरा रहेछ तिमी इज्जतदारी भइहाल्यो नि म लास्ट पछको मान्छे तिमी इज्जतदारी हैन इज्जतदारी भएर ठुलो कुरा गर्न आएको मलाई त जिन्दगीमा के कमेन्ट पनि अनि होस् क्या तँलाई डाँड लाएर आयो कि त्यही भएर तँलाई डाँड लायो त्यही भएर आएको रहेछस् त छिमेकी भन्दै आएर अलिकति ऊ के हो कसरी भन्न सोध्ने ठाउँमा अलि उल्टो मलाई थर्कन आउने के र पोइ रहेछ क्या त त्यो त्यसो भए त्यस्तो भन्नु हुँदैन है घरपट्टि त्यस्तो भन्नु हुँदैन हौ घर गाउँ छिमेकी हो पछि गएर काम लाग्यो त्यस्तो भन्नु हुँदैन दिदी यस्तो कुरा नगरौँ झगडा गर्ने काम नगरौँ है छिमेकी मलाई चाहिँदैन आफन्दा भन्दा छिमेकी काम लाग्छ पछि मर्ने बेलामा